12 जना बुद्धिस्ट लामाहरू बाटोमा शान्ति र्याली गर्दै गर्दाखेरि उहाँहरू इनोसेन्टली मरिनु परेको छ उहाँहरूको डेथ भएको छ। किनभने 11 वर्षको केटाले त्यो ट्रक कुदाएर ल्याएर चाहिँ एकैछिन त्यो लाइनमा हिँडिरहेको बुद्धिस्ट लामाहरूलाई मङ्कहरूलाई त्यसरी ट्रकले हानेर चाहिँ मारेका छन्। सायद झन्डै 12 जना जति थियो होला हैन। अनि त्यतिलाई हान्दाखेरि चाहिँ कतिपय घाइते भयो, कतिपय मर्यो। लगभग 11-12 जनै मर्यो भन्ने सूचना सुन्यो। र आज यसरी बुद्धिस्ट लामाहरू इनोसेन्टली मारिनु परेको छ है, मर्नु भएको छ। किनभने उहाँहरूले एउटा शान्ति र्याली गर्दाखेरि है, शान्तिको खोजी गर्दाखेरि अथवा शान्ति र्याली, शान्तिको सुसन्देश जस्तै सुनाउँदै हिँड्दाखेरि चाहिँ त्यसरी घटना घटेको छ। र खास गरी भन्नुपर्दाखेरि चाहिँ मान्छेलाई सत्यले मात्र स्वतन्त्र पार्छ, नत्र भने जो सत्यको पछि लाग्छ र सत्यको पछि लागेर पनि सत्यलाई थाहा गरेन भने चाहिँ ऊ स्वतन्त्र हुनै सक्दैन है। सत्य के हो? बुद्धले पनि सत्य खोज, शान्ति खोज, ज्योति खोज भन्नुभएको छ। र उहाँ स्वयं नै शान्ति, उहाँ स्वयं नै ज्योति, उहाँ स्वयं नै मार्ग हुनुहुन्न। उहाँ चाहिँ एउटा प्रतीक मात्र हुनुहुन्छ, त्यो मार्गदर्शन दिने, देखाउने। अर्थात् त्यो बाटो सत्य र जीवन चाहिँ छ अनि त्यसलाई चाहिँ खोज, भेटाऊ भनेर चाहिँ बुद्धले पनि भन्नुभएको छ। बाटो, सत्य, जीवन नै उहाँले भन्नुभएको। खासमा भन्नुपर्दाखेरि उहाँ शान्तिको एउटा सुसन्देश वाहक हुनुहुन्छ। अनि मार्गदर्शन, मार्ग देखाउने, अनि बाटो, सत्य, जीवन, मार्ग पनि येशू नै हुनुहुन्छ, जीवन पनि येशू नै हुनुहुन्छ, अनि सत्य पनि येशू नै हुनुहुन्छ। अनि बुद्धले पनि त्यही खोज्नु भएको थियो। तर आज हाम्रा बुद्धिस्ट दाजुभाइहरूले पनि यो कुरा जान्नु भएको छैन। वचनले भन्दछ संसारमा ज्योति आएको छ है, ज्योति आइसकेको छ संसारमा हैन। सत्य, जसले सत्य थाहा गर्छ ऊ मात्रै स्वतन्त्र हुन्छ। म पनि एउटा बुद्धिस्ट ब्याकग्राउन्डकै मान्छे थिएँ हैन, ब्याकग्राउन्डबाटै आएको मान्छे हो। अहिले मेरो पहिचान के हो भन्दाखेरि चाहिँ मेरो पहिचान चाहिँ बुद्धिस्ट ब्याकग्राउन्डबाट आएको बुद्धिस्ट हो। तर म अहिले प्रभुलाई चिन्न सकेँ, प्रभुलाई जान्न सकेँ। अनि सत्य के हो, बाटो के हो, मार्ग के हो त्यो मैले जान्न सकेँ। र अहिले मात्र मलाई क्रिस्चियन भनेर मान्छेले थाहा गर्छ। नत्र भने हाम्रो ब्याकग्राउन्ड चाहिँ खास गरी तीन पुस्तासम्म रहन्छ। 3 पुस्तासम्म चाहिँ हाम्रो पहिचान रहन्छ। जस्तै म बुद्धिस्ट घरानामा जन्मेर मेरो बाबा आमाबाट जन्मेँ। अनि मेरो छोराछोरी देखि लिएर नाता नातिनासम्म त्यो ब्याकग्राउन्ड पहिचान चाहिँ त्यति 3 वर्षसम्म, 3 वर्ष होइन 3 पुस्तासम्म रहन्छ। किनभने हामी भुटानबाट आएको नेपालीहरूको पहिचान भनेको बुद्धिस्ट हुन्छ। तर कतिपय ब्राह्मण दाजुभाइहरूको सायद हिन्दू होला हैन। हामीले कसरी थाहा पाउन सक्छौँ भन्दाखेरि जब हामी नेपालबाट हामी अमेरिका प्रस्थान भयौँ, अमेरिका अरू देशतिर प्रस्थान भयो, त्यतिखेर एउटा सिडी दिएको छ, सिडी क्यासेट, जुन चाहिँ टेपमा लगाएर त्यो हेर्ने सुन्ने त्यो क्यासेट दिएको छ सबैलाई। त्यो क्यासेट हामीले त्यो कम्प्युटरमा या टेपमा लगाएर अन गर्ने बित्तिकै लोगो, माथि लोगोमा बुद्ध भगवानको लोगो छ है, बुद्धिस्ट लोगो छ। त्यो राम्रो हेर्नु होला सिडी। अनि त्यसले के जनाउँछ, हामी बुद्धिस्ट ब्याकग्राउन्डको मान्छे हौँ भनेर बुझाउँछ त्यसले। तर हामी अमेरिका आएर कसैले, हुन त क्रिस्चियनहरूको पनि त्यस्तै होला सायद, हिन्दूको मात्र होइन बुद्धिस्टको मात्र होइन, सबैको त्यो सिडीमा त्यस्तै होला। किनभने भुटान भनेको एउटा बुद्धिस्ट राष्ट्र हो। अनि त्यताबाट आएको हुँदाखेरि त्यो लोगो हेर्नु, त्यहाँ सिडीमा बुद्ध भगवानको लोगो छ। सायद कसैको होला, कसैको नहोला, त्यो म जान्दिनँ। अनि हामीले कसैले अमेरिकामा आएर प्रभु पायौँ, प्रभु पाएपछि हाम्रो पहिचान त बुद्धिस्ट ब्याकग्राउन्डको थियो। तर अब हामी क्रिस्चियन भयौँ, क्रिस्चियन भएपछि अब हाम्रो 3 पुस्तासम्म चाहिँ हाम्रो पहिचान, हामीलाई किटान गर्दाखेरि पनि एउटा बुद्धिस्ट ब्याकग्राउन्डको पहिचान भेट्छ। र त्यस पछाडि पछि जहाँ नाता नातिना अर्थात् पुस्ता फेर्दै 3 पुस्ता पुग्दै गएपछि त्यतिखेर चाहिँ हाम्रो क्रिस्चियनिटी हुन्छ है। अहिले हामी मौखिक रूपमा क्रिस्चियनिटी भयौँ र अर्को कुरो कागजात रूपमा पनि, अर्थात् हाम्रो के भन्छ, हाम्रो त्यो डिजिटल उयसमा पनि क्रिस्चियन भइसक्यो अहिले हुनु चाहिँ। तर पनि हामीलाई किटान गर्दाखेरि चाहिँ मात्रै त्यो बुद्धिस्ट ब्याकग्राउन्डको भेट्छौँ। तर हामीले चाहिँ मुखले चाहिँ स्वीकारिसक्यौँ। हाम्रो रगत चाहिँ अर्थात् हाम्रो पहिचान किटान गर्दाखेरि कतिपय डिएनए त्यसले गर्दाखेरि पनि त्यो खालको हुन्छ है, किटान भन्छ त्यसलाई चाहिँ, किटान भन्छ। अनि त्यसर्थ हामीले यहाँ जुनै फर्म भर्नु परे पनि हस्पिटलमा, अफिसमा, स्कुलमा, काममा जहीँ होस्, फर्म भर्दाखेरि त्यहाँ के हुन्छ, रेसियस हुन्छ, अनि त्यहाँ रिलिजियस हुन्छ। अनि कुन रिलिजियस भन्दाखेरि त्यहाँ क्रिस्चियन लेख्नुपर्छ, कसैले बुद्धिस्ट, कसैले हिन्दू लेख्नुपर्छ है। फर्म भर्दाखेरि सबैलाई थाहा छ त्यो के रेस भन्दाखेरि चाहिँ त्यस्तो खालको रेस चाहिँ के हो, अनि एसियन हो कि, अनि कुन हो, लालटिनो हो कि कुन हो, त्यो बताउनु पर्यो होइन। अनि त्यो प्रकारको हुन्छ है। तर 3 पुस्ता पुगेपछि चाहिँ छापै बस्छ है।
र त्यस कारणले हामी सबै एउटै ईश्वरको सन्तान हौँ। वास्तवमा भन्यो भने हामी सबै छोरी मान्छे छोरा मान्छे सबै आदमबाट आएको, अनि फेरि पनि हामीले प्रभु पाएर एक महिमादेखि अर्को महिमामा गर्दै जाँदै जाँदै फेरि प्रभु येशूले चाहिँ फेरि आदममै लगेर चाहिँ हामी सबैलाई आदममा लगेर त्यो आदमको बगैँचाभित्र हामीलाई पुर्याउनुहुन्छ, लगाउनुहुन्छ। हामी रिभर्स हुने हो है, रिभर्स हुँदै जान्छौँ हामी, रिभर्स रिभर्स रिभर्स। अनि एउटै मान्छेमा सबैको इच्छा गाभिन्छ। अहिले हामी धेरै जात जाति, धेरै मानिसहरू छौँ, धेरै धर्मावलम्बीहरू, धेरै देशका धेरै सङ्ख्यामा छौँ, अरबौँ खरबौँ मान्छेहरू भइसकेका छौँ। तर सबै त्यो एउटै मान्छे हो है, एउटै मान्छे। जस्तै आदम एउटै मान्छे हुनुहुन्थ्यो, अनि आदमबाट पाप उत्पन्न भयो है, उत्पन्न भयो। जब आदममा पाप आयो, आदमबाट सबै मानव जातिमा पाप आयो। जस्तै शरीरमा एउटा विषालु सर्पले डस्यो भने त्यो शरीरका सबै शरीर सिर्दै तल पैतलासम्मै त्यो विषले भरिन्छ, पोइजनले भरिन्छ। रगत सबै त्यो नसामा हड्डीमा सबैतिर त्यो जान्छ है। जब विषालु विष पस्छ मान्छेमा, त्यसले सबै शरीर नै अशुद्ध बनाउँछ, शरीर नै एकदमै त्यसले शरीरलाई असर गर्छ है। अनि त्यस्तै न, अब त्यो आदम एउटै बोट हो, एउटै बोट हो, एउटा बोटमा सबै हाँगाहरूमा एउटै फल फल्छ है, एउटै फल फल्छ। जस्तै सुन्तोलाको बोटमा एप्पल फल्दैन, अनि एप्पलको बोटमा नास्पाती फल्दैन। आदम एउटै मान्छे हो। जब त्यहाँ पाप आयो, त्यहाँबाट सबै मानिसमा पाप आयो। त्यो एउटा रुखलाई असर पर्यो भने सबै त्यो फल, हाँगा बिगा पत्ता सबै त्यो नाश हुन्छ, अर्थात् ओइलिन्छ, सुक्छ, झर्छ, कुन्छ। त्यस्तै नै हामी सबैमा पाप छ। अनि त्यो पाप चाहिँ येशू प्रभुले फेरि माथि टुप्पोबाट, पत्ताबाट, अनि त्यहाँदेखि लिएर सबै हाँगा बिगादेखि लिएर त्यो रुखसम्मै त्यो पापहरू, त्यो विष पोइजन चाहिँ निकालिदिनुहुन्छ येशू प्रभुले। अनि फेरि सबै मानिसहरूलाई चाहिँ त्यही आदममा, एउटै आदममा, एउटै मान्छेमा गाप्नु हुन्छ। अनि सबैको इच्छा एउटै हो है। अहिले पो धेरै इच्छाहरू जाग्यो त होइन। जब पाप फैल्यो, जब पाप सानो पाप थियो, त्यो सट्टै पस्यो, त्यसै पसेपछि त्यसले शरीरै बिगाऱ्यो, सबै शरीरलाई असर गर्यो। जब सर्पले ठक्क ठुङ्यो भने सबै शरीरैभरि असर पुग्छ, त्यसको विष फैलिन्छ। त्यस्तै नै हामी सबैमा पाप फैलिएर हामी धेरै हुनु पर्यो। त्यहाँदेखि फल्दै फुल्दै वृद्धि हुँदै जाऊ भन्नुभयो। अनि त्यहाँदेखि हामी धेरै सङ्ख्यामा हामी छरपष्ट भयौँ, र त्यसै कारणले परमेश्वर पिताले देख्नुभयो मानव जाति चाहिँ त्यो एउटा पापको कारणले, त्यो विष, त्यो पोइजनको कारणले मानव जाति चाहिँ नाश भइरहेको छ। अब त्यसलाई बचाउनुको लागि चाहिँ प्रभु येशू ख्रीष्टलाई एउटा अमृत जस्तो, जुन विषलाई हटाउने, विषलाई निकाल्ने, विषसँग लड्न सक्ने एउटा मेडिसिन जस्तो, केमिकल जस्तो बनाएर चाहिँ येशू प्रभुलाई यस पृथ्वीमा पठाउनु भयो। रगत चाहिएको थियो, सिर्फ रगत, स्वर्गीय रगत चाहिएको थियो। त्यस कारणले स्वर्गबाट आफ्नो पुत्रलाई यस पृथ्वीमा पठाउनु भयो, त्यो रगत बगाइदिनु भयो। अनि त्यो रगतले हामीमा लागेको, हाम्रो शरीरमा भएको रगत, दूषित रगत, त्यो पाप फैलेको थियो, त्यो हटाउनलाई चाहिँ प्रभु येशू ख्रीष्टले क्रुसमा रगत बगाउनु भयो। अनि हामी सबै मानव जाति एउटै ईश्वरको सन्तान हो। हामी कोही यताको, कोही उताको, जताको भए पनि हामी चाहिँ एउटै ईश्वरको सन्तान हो, सबै मानव जाति। अनि जब प्रभु येशू ख्रीष्ट आउनुभयो, सबैलाई एकै ठाउँ एउटै आदममा लगेर चाहिँ फेरि टसाउनुहुन्छ। अहिले सारा संसारमा प्रभुको सुसमाचार सुनाउँदै गएर सबै मानव जातिलाई उद्धार र मुक्ति दिएर, पाप मेटाइदिएर, अनि त्यो शुद्ध पारेर, पवित्र पारेर, अनि धर्मी बनाएर चाहिँ फेरि त्यो जुन आदमबाट आएको पाप थियो त्यो सबै हटाइदिएर चाहिँ फेरि सबै मानव जातिलाई एउटै मानिसमा गाप्छ। किनभने एउटै मानिसको इच्छा हो। अहिले हामीमा जागेको इच्छाहरू भनेको त्यो विष फैलिएको, शरीरभरि फैलिएको छ, हाम्रो विभिन्न इच्छा हुन्छ। नत्र भने एउटै इच्छा, परमेश्वरले एउटै इच्छा राखिदिएको थियो, एउटै मानिसमा राखिदिएको थियो। त्यसै कारणले हामी धेरै सङ्ख्यामा मानिस, धेरै पाप फैल्यो होइन। त्यसै कारणले एउटै इच्छामा फेरि पनि प्रभु येशू ख्रीष्टको रगतले सबै मानव जातिलाई धोएर शुद्ध पारेर एउटै मानिसको इच्छामा, आदममा लगेर गापिदिनुहुन्छ। एक महिमादेखि अर्को महिमामा जाँदै 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 अनि हामी रिभर्स भयो। अहिले हामी धेरै मानिस छौँ नि संसारमा, त्यो मानिस चाहिँ एउटै इच्छा, एउटै मानिस जस्तो आदममा पुर्याउँछ है। जब मान्छे जन्मिन्छ, एउटा नानी जन्मेपछि त्यो नानीको इच्छा धेरै हुँदैन, कम्ती हुन्छ। त्यसलाई दुध, भात, पानी अनि खेलाउना भए पुग्छ। जब बढ्दै बढ्दै जान्छ, उसको इच्छा पनि धेरै 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 जाग्दै जान्छ। उसमा पाप पनि आउनु थाल्छ, उसमा हरेक प्रकारको इच्छाहरू जाग्न थाल्छ है। जस्तै अब अलिक बढ्दै गएपछि अलिक भिन्नै प्रकारको खेल्न मन लाग्छ, अलिकति बदमासै चकचके, अनि अलिकति केही खाउँ, केही गरौँ, अलिक मिठो मसिनो, अलिक राम्रो चपाउन सक्ने। किनभने दुधे बालकदेखि अलिक हुर्केपछि अलिक चाम्रो जिनिसहरू पनि खाउँ लाग्ने, अनि धेरै धेरै इच्छा जाग्दै जान्छ। जब आदम एउटै थियो, आदममा पाप नआइन्जेल एउटै थियो इच्छा होइन। सबैमा अहिले हामी हजारौँ, लाखौँ, करोडौँ, अरबौँ मानिस छौँ, तर एउटै हो इच्छा चाहिँ है।
त्यही आदममै सबै थियो, हामी सबै आदममै थियौँ। तर के भयो, पाप फैलिएपछि पाप जब आदममा पाप आयो त्यहाँदेखि पाप फैलियो, शरीरैभरि फैलियो। जस्तै त्यो रुखमा जरामा अलिकति केही पर्यो, त्यहाँदेखि जरादेखि हाँगापिगा सबै। अनि त्यही भएर नै प्रभुले भन्नुभएको छ, तिमीहरू मसँग रह्यौ भने तिमीहरूले धेरै फल फलाउनेछौ र तिमीहरू के हुन्छ भन्नुभएको छ। एउटै रुखमा गाभिनु भनेको, एउटै रुखमा। फेरि प्रभु येशू ख्रीष्टले चाहिँ फेरि पनि लगेर आदममै हालिदिनुहुन्छ। जुन आदम त्यो पाप आउनुभन्दा अगाडिको आदम कस्तो थियो त्यहाँ लगेर हाल्ने हो। येशू प्रभुले चाहिँ त्यहाँ लाने हो, जुन चाहिँ परमेश्वरको एउटा महिमाको सुन्दर बगैँचा स्वर्ग देशमा। त्यो त स्वर्ग वैभाग थियो नि त, आदमको बगैँचा त हो। त्यहाँ फेरि पनि सबै मानिसलाई लानु भन्नु नै सबै मानिसको इच्छा चाहिँ त्यहीँ गएर टुङ्गिने हो है। एउटा नानी जन्मिने बित्तिकै उसको इच्छा कम्ती हुन्छ, बुबु खाने होइन, रुन्छ गरेर रुन्छ, बुबु चाहियो उसलाई। त्योभन्दा इच्छा उसको केही पनि छैन। उसलाई टट्टी पिसाब आउँछ, अनि बेला बेला तिर्खा लाग्यो भने रुन्छ, अनि अलिकति धेरै महिना काटिएपछि उसलाई अलिक लिटोहरू चाहिन्छ होइन, इच्छा जाग्दै जान्छ। अनि त्यो सबै इच्छाहरू चाहिँ त्यो उसको जीवनभरि नै फैलिँदै जान्छ, बढ्दै जान्छ। अनि हामी सबै मानिसको इच्छा चाहिँ सबै एउटै हो। अनि त्यो सबै मानिस एउटै हो। फेरि हामी अहिले धेरै छौँ, त्यो सबै मानिस चाहिँ एउटै आदममै गएर गाभिने हो। पछि गएर आदमै एउटै आदम बन्ने हो, जुन चाहिँ त्यो पाप आउनुभन्दा अगाडिको आदम हो, त्यहाँ पुर्याउने हो येशू प्रभुले है। अनि त्यहाँबाट मात्रै प्रभुसँग आत्मा मिलन हुन्छ। अनि त्यो पाप आएदेखि यताको आदम चाहिँ फेरि प्रभुसँग महिमा गर्न नसकेको हुनाले त्यहाँदेखि यताको मानिसहरूले पनि प्रभुसँग महिमा गर्न सकेन। त्यसै कारणले अब सबै मानिसहरूलाई पनि त्यो पाप आउनुभन्दा अगाडिको आदममा लगेर चाहिँ प्रभु येशू ख्रीष्टले फेरि त्यो आदम बनाउने हो है। अनि हामी एउटै ईश्वरको सन्तान हो, हामी एउटै परमेश्वरको सन्तान हो भन्नुको कारणै त्यो हो। अनि जसले सत्य थाहा गर्छ त्यो स्वतन्त्र हुन्छ। अनि बाटो सत्य र जीवन चाहिँ येशू प्रभु हुनुहुन्छ है। यसो बाहेक अरू कहीँ सत्य छैन। त्यस कारणले हामीले यो बुझ्नुपर्ने हुन्छ, सत्य के हो, सत्यले के गर्छ, अनि बाटो सत्य जीवन को हो होइन, उद्धार र मुक्ति कहाँ पाइन्छ। हाम्रो आज दाजुभाइहरू यसरी मर्नुभयो, इनोसेन्टली उहाँहरू मर्नुभयो, किनभने उहाँहरूले गर्नु चाहनु भएको चाहिँ राम्रो हो। तर कस्तो भन्दाखेरि कहिलेकाहीँ प्रभुको वचनले नै भन्दछ, प्रभुको नाम व्यर्थै नलिनु भनेर भनेको छ। अनि प्रभु प्रभु भन्ने सबै परमेश्वरको राज्यमा प्रवेश गर्नु सक्दैन भनेको छ। अनि खास गरी चाहिँ प्रभुको नाम चाहिँ व्यर्थै नलिनु हो है। यसरी हुन त उहाँहरूले एउटा स्वभाव हो, स्वभाव बढाउनु भएको हो होइन। जसरी एउटा भगवानको आस्था विश्वासको एउटा जुन धर्मको एउटा स्वभाव चाहिँ बढाउनु भएको हो। तर कस्तो भन्दाखेरि प्रभुले पनि के भन्नुभएको छ भने प्रभुको नाम चाहिँ व्यर्थै नलिनु भनेको छ है। प्रभुको नाम व्यर्थै लियो भने पनि त्यसको परिणाम राम्रो हुँदैन। अनि प्रभुलाई फेरि हामीले आराधना गर्ने ढाँचाहरू जान्नु पर्दछ। चाहे बुद्धिस्ट होस्, चाहे मुस्लिम होस्, चाहे हिन्दू होस्, चाहे क्रिस्चियन होस्, हामीले परमेश्वरलाई आराधना गर्ने ढाँचाहरू जानेन भने पनि त्यसरी अशान्तिमा मरिनुपर्छ होइन। अशान्तिमा त्यसरी के भन्छ त्यो प्रकारले एउटा दुःख भोग्नुपर्छ है। त्यसै कारणले मैले भन्नु चाहेको चाहिँ हुन त परमेश्वरको शोभा बढाउनु भन्नुभएको छ है। तर जानेर बुझेर मात्रै परमेश्वरको शोभा बढाऊ भनेर चाहिँ तीतसको वचनमा लेखेको छ, धेरै ठाउँ लेखेको छ। नाचगान गरेर अब त्यस्तै र्यालीहरू गरेर आराधना गरेर सुसमाचार सुनाएर अनि कुनै कुराहरू परमेश्वरलाई त्यसरी व्यर्थै नाम लियो भने, अर्थात् परमेश्वरको बिना बित्थामा त्यस्तो कुनै कारण विदाउट रिजन हामीले गऱ्यौँ भने त्यसको पनि हामीले दण्ड भोग्नुपर्ने हुन्छ है। हुन त अब चाहनु भएको त राम्रै हो, तर के भन्दाखेरि हामीले सत्य थाहा गर्नुपर्छ पहिलो नम्बरमा चाहिँ है। सत्य थाहा गऱ्यो भने मात्रै हामीलाई साँच्चै नै एउटा शान्तिको र्याली पनि एउटा सफलपूर्वक हुन्छ। नत्र भने हामीले गरेको शान्तिको र्यालीहरू, शान्तिको सुसन्देशहरू व्यर्थ हुन्छ। जसरी प्रभुको नाम व्यर्थमै नलिनु भनेको छ त्यसरी नै। अनि धेरै वचनले चाहिँ धेरै भनेको छ, तर अहिले धेरै बजिसक्यो होइन, बिहानको 4 बजिसक्यो, म सुतेको छुइनँ। त्यही भएर मेरो जिब्रोहरू पनि लटपटिरहेको छ। म कुनै दिन एकदमै राम्रो प्रकारले यो बारेमा एउटा सुसन्देशमूलक बनाउने छु। बुद्ध धर्मावलम्बी दाजुभाइहरू यसरी मर्नु भयो, मलाई दुःख लाग्यो होइन, दुःख लागेर अनि मैले यो भिडियो तयार गरेको हो। र यी बुद्ध धर्मका दाजुभाइहरू, हिन्दू, बुद्धिस्ट अर्थात् मुस्लिम, चाहे क्रिस्चियन पनि कुनै सबै सभ्यता जान्ने छैन, अर्थात् सबै आज्ञा व्यवस्थाहरू सबै कुरो जान्ने छैनन्। कतिपय क्रिस्चियनहरू पनि अन्यलमा छन् है, मतलब सत्य थाहा गरेका छैनन्। सबै धर्महरूलाई एउटा शिक्षामूलक म वचनहरू तयार गरेर ल्याउने छु। र अहिले चाहिँ बिहान 4
बजेर 13 मिनट गइसक्यो। त्यही कारणले मेरो ओठ जिब्रो पनि लटपटिरहेको छ अनि निन्द्रा पनि झुलिरहेको छु। मैले यो एकदमै हाम्रा दाजुभाइहरू यसरी बुद्धिस्ट दाजुभाइहरू यसरी मर्नुभएको कारणले मैले हिन्दू दाजुभाइहरू पनि कतिपय तीर्थयात्रा गएर फर्किँदाखेरि चाहिँ बस गाडी एक्सिडेन्ट भएर धेरैजना मरेको, धेरै बसहरू दुर्घटना भएको घटनाहरू सुने, देखेँ होइन। अनि मान्छेले सत्यलाई खोज्दैन, सत्यलाई थाहा गर्नै चाहँदैन, मान्दैन। त्यसै कारणले अशान्तिमै, अकालमै अनि इनोसेन्टली निर्दोषतामै त्यसरी मारिनुपर्छ, मर्नुपर्छ। त्यस कारणले गर्दाखेरि मैले धेरै शिक्षा दिन चाहिँ मन लागेको थियो, तर समय नभएको कारणले मैले यो लट्याङ-पट्याङ गरेर भए पनि ल्याएको छु। धेरै सिक्ने मौकाहरू पाउँ र म धेरै यो धार्मिक शिक्षाहरू, व्यवस्थाका कुराहरू, आज्ञाका कुराहरू, विधि-विधानहरूको बारेमा मलाई बोल्न इच्छा त थियो, तर पनि अब समय नभएको कारणले, किनभने सबै परमेश्वरका सन्तान हौँ र हामीले त्यो बुझ्नुपर्छ, सत्य के हो, सत्यलाई थाहा गर्नुपर्छ भन्ने कुराहरू, सत्यताको कुराहरू म तपाईँहरूको माझमा ल्याउन चाहेको थिएँ, तर मैले ल्याउन सकिनँ। कतिपय हामीले कस्तो भन्दाखेरि एउटा विरोधात्मक कुराहरू गऱ्यो भने पनि कहिलेकाहीँ यसरी हाम्रो धर्मावलम्बीहरूमाथि यसरी घटनाहरू घट्न सक्छ है। बुद्ध धर्मावलम्बीहरूमा मात्र होइन, क्रिस्चियनमा मात्र होइन, हिन्दूमा मात्र होइन, मुस्लिममा मात्र होइन, हरेक धर्मावलम्बीमा यसरी कुनै न कुनै घटनाहरू घट्न सक्छ। कुनै न कुनै कार्यक्रम गर्दाखेरि, शान्तिको सन्देश, सुसन्देशहरू, शिक्षाहरू बाँड्दाखेरि, हिँड्दाखेरि, गर्दाखेरि, प्रोग्रामहरू गर्दाखेरि दुर्घटनाहरू हुन्छ, त्यो थाहा छ मलाई। र मैले 2024मै अगमबाडी गरेको कुराहरू यस्तै कुराहरू थियो। बाटोघाटोमा हिँड्दाखेरि, स्ट्रिटमा हिँड्दाखेरि, सवारी साधनमा हिँड्दाखेरि बी केयरफुल हुनु। यो समय चाहिँ राम्रो छैन। 2025देखि यताको समय चाहिँ त्यो खालको छ। धेरै लडाइँ युद्धमा भन्दा पनि त्यस्तो स्ट्रिटउँथि त्यो कुनै न कुनै घटनाहरू, गन सुटिङ अनि हरेक प्रकारको त्यो स्ट्रिट फाइट भयो। हरेक कुराहरूद्वारा चाहिँ मान्छे धेरै मर्ने सम्भावना छ। प्लेन दुर्घटना, गाडी दुर्घटनाहरू, हरेक त्यस्तो स्ट्रिटका हरेक घर यो भूकम्पहरू के कुराहरू आएर चाहिँ मान्छे धेरै नाश हुने समय छ। यो समय त्यस्तो हो भनेर मैले अगमबाडी गरेर 2025मा एउटा भिडियो हालेको छु टिकटकमा। 2टा हालेको छु, त्यो रिपिट गरी हेर्नु होला, नत्र भने मैले यो स्ट्रिटमुदी बाटोमुदी घट्ने घटनाहरू धेरै सङ्ख्यामा मान्छे मर्छ यसपालि। यो समयहरूमा चाहिँ त्यस्तो खालको छ। यो 2025देखि यता सबै समयहरू प्रायः जस्तो त्यस्तो छ। आतङ्कित हुने, आतङ्क बढ्ने, हरेक प्रकारको कुराहरू यसरी त्यो सिरिया कता होइन, रसिया, युक्रेन, इजरायल, प्यालेस्टाइन त्यतातिर लडाइँ युद्ध भएर मरेको भन्दा अझै बढी यसरी सानो सानो गन सुटिङहरू के हुने त्यस्तो कुराहरूबाट अनि यस्तो स्ट्रिट दुर्घटना, बाटो दुर्घटना, प्लेन दुर्घटना, यस्तो सवारी साधन दुर्घटनाबाट धेरै मर्ने सङ्ख्या छ भनेर मैले त्यसरी अगमबाडी गरेको छु होइन। अगमबाडी भन्नाले अनुमान मैले गरेको छु, त्यो अगमबाडी जस्तै नै हो होइन। त्यसै कारणले भेरी बी केयरफुल भनेर मैले त्यतिखेर नै मैले भिडियो लगाएको छु टिकटकमा। 2024-5तिरको भिडियो मेरो प्रोफाइलमा गएर स्क्रोल गरेर तल गएर हेर्नु होला। मैले अलरेडी चेतावनी दिइसकेको छु। बाटोघाटोमा हिँड्दाखेरि अर्थात् स्ट्रिट कतै पनि, बजार कता हिँड्दा, बस्दा, खेल्दा, जे गर्दा पनि होसियार हुनु है भनेको छु। प्लेनमा चढ्दा, गाडीमा चढ्दा, हरेक ठाउँमा यात्रा गर्दाखेरि धेरै बी केयरफुल हुनु भनेको छु। अनि प्लेन पनि धेरै दुर्घटना भएको छ। अरू सालभन्दा पहिला भन्दा यो 2024देखि यता जुन मैले अगमबाडी गरेँ त्यहाँदेखि यता धेरै प्लेनहरू दुर्घटना भएको छ। नपत्या रिसर्च गरेर हेर्नुहोस् होइन, रिसर्च गरेर हेर्नुहोस् प्लेन कतिवटा दुर्घटना भएको छ र त्योभन्दा अगाडि कति भएको थियो, अनि त्यो तुलना गर्नुहोस् अनि थाहा पाउनुहुन्छ। अनि गाडीहरू, हरेक कुरा दुर्घटना भएको कुराहरू, अब यो ठुला युद्धहरूभन्दा बढी मान्छे यसरी मर्ने त्यो सङ्केत छ, सम्भावना छ र लक्षण छ भनेर मैले अगमबाडी गरेको छु। र त्यो भइरहेकै छ। आतङ्कित पनि बढिरहेको छ, आतङ्क बढिरहेको छ। अस्ति नै धेरै ठाउँमा त्यसरी आतङ्क मचेर धेरै ठाउँ गन सुटिङहरू भएको छ, मान्छे मारेको छ है। अनि यो कुराहरू, अनि यस्तो धर्म कर्मको यो जुन एउटा शान्तिको सुसन्देश प्रोग्राम कार्यक्रम हुने बेलामा यसरी किन मान्छेमा यसरी एउटा सतावट अर्थात् एउटा त्यस्तो खालको विपत्तिहरू अर्थात् विनाश, खतराहरू किन आउँछ भन्दाखेरि चाहिँ यो चाहिँ जब प्रभुको विरुद्धमा मान्छेहरू खडा हुन्छ तब धर्मगुरुजनहरू अनि इनोसेन्ट मान्छेहरू मर्नुपर्छ। खास गरी त्यो प्रभुको विरोध गर्नेहरू भन्दा पनि इनोसेन्ट चाहिँ बढी मर्छ। मैले जस्तै एक ठाउँ सुसन्देश सुनाउँदै थिएँ। बुद्ध भगवान चाहिँ सत्य होइन, उहाँ चाहिँ एउटा सत्यको खोजी गर्नुहुने, एउटा शान्तिको खोजी गर्नुहुने, एउटा ज्योतिको खोजी गर्नुहुने, मार्गको खोजी गर्नुहुने, मार्गदर्शन खोजी गरेर चाहिँ अरूलाई भनिदिनुहुने एउटा भगवानको स्वरूपमा जन्मेको एउटा महापुरुष हुनुहुन्छ, एउटा भगवान स्वरूप नै हो भनेर मैले सुसन्देश सुनाइरहेको थिएँ। तर उहाँले चाहिँ के गर्नुभएछ भन्दाखेरि चाहिँ झन् साह्रो त्यो बुद्ध भगवानको चाहिँ ट्याटु खोपिराख्नु भएको थियो।
त्यो भिडियो आयो, त्यो जब मैले त्यो कमेन्ट देखेँ त्यो पछाडि जम्सारा बुद्धको ट्याटु खोपेर चाहिँ भिडियो पोस्ट गर्नुभएको रहेछ। अनि त्यसको परिणाम भन्दा नि त्यसको अर्थ चाहिँ के बुझ्यो भन्दाखेरि चाहिँ यो चाहिँ जब जब प्रभुको विरुद्धमा मान्छे खडा हुन्छ तब तब त्यो कुराले चाहिँ एउटा विनाश निम्त्याउँछ। आफ्नै धर्ममा, आफ्नै जातमा, आफ्नै घरमा, आफ्नै परिवारमा, आफ्नै छिमेकमा त्यसरी एउटा विपत्ति अर्थात् विनाश निम्त्याउँछ है। जब जब प्रभुको विरुद्धमा कुनै पनि ठेस लाग्ने कुराहरू गर्यो भने त्यस्तो हुन्छ। जसै प्रभुको विरुद्धमा उठ्नु भनेको एउटा सुइरो, त्यो चर्खाको सुइरो हुन्छ नि, तिखो फलमको सुइरो, त्यहाँ लात हान्नु जस्तै हो। त्यहाँ लात हान्यो भने चाहिँ के हुन्छ मान्छेको खुट्टा भन्ने कुरा चाहिँ मान्छेले बुझ्नुपर्छ। जब जब प्रभुको सुसमाचार सुनाउँदै गर्दाखेरि त्यसको विरुद्धमा कुनै पनि एउटा मक गर्छ नि, निन्दा गर्छ नि, निन्दा भन्छ त्यसलाई चाहिँ। इफ यु मक गड यु विल टेस्ट, अर्थात् के भन्छ भोग्नु, तिमीले त्यो भोग्नुपर्छ भने जस्तै। अनि मैले त्यसरी एउटा सुसन्देशमूलक एउटा शब्दहरू लेखिरहेको थिएँ कमेन्ट। अनि त्यस पछाडि त उहाँले त झन् साह्रो बुद्धकै त्यो ट्याटु शरीरमा राखेको भिडियो पोस्ट गर्नुभएछ। अनि मैले यसो हेरेँ, अनि सोचेँ यसको परिणाम राम्रो होइन। यसको परिणाम चाहिँ आफ्नै जीवनमा अर्थात् आफ्नै पुस्तामा, आफ्नै धर्ममा त्यसरी एउटा विपत्ति निम्त्याउँछ। इफ यु मक गड यु विल बी टेस्टेड भने जस्तै हुन्छ। कसैले पनि परमेश्वरलाई मक गर्नु हुँदैन, ईश्वरको निन्दा गर्नु हुँदैन, ईश्वरको विरुद्धमा खडा हुनु हुँदैन त्यसरी। यसो हेरेँ अनि मैले अब नराम्रो चाहिँ केही पनि भनिनँ, त्यस्तो गर्नु हुँदैन। मैले त सत्य कुरा बताएको, सत्यले मान्छेलाई स्वतन्त्र गराओस् भनेर चाहिँ मैले सत्य बताइदिएको थिएँ है। तर मान्छेले त्यो बुझेन अनि त्यस्तो गर्नु हुँदैन थियो। त्यो चाहिँ परमेश्वरको निन्दा गरेको, मक गरेको जस्तै हो। मक गरेको परिणाम चाहिँ राम्रो हुँदैन भनेर मैले त्यो प्रकारले सोचिराखेको थिएँ। अनि यसरी कस्तो भन्दाखेरि अब मैले क्रिस्चियन धर्म मान्छु अरे होइन, मैले क्रिस्चियन धर्म माने अरे, अनि मलाई कसैले हिन्दू दाजुभाइले हिन्दू धर्मको आस्था विश्वासको एउटा राम्रो कुरा, सुसन्देश, राम्रो शिक्षा ल्याउनु भयो है, सत्य कुरा कुनै पनि भगवान्ले दिएको शिक्षा ल्याएर दिनुभयो होइन। तर त्यो कुराको विरुद्धमा म उठेँ भने अनि त्यसको परिणाम चाहिँ एउटा विपत्ति मेरो परिवारमा, मेरो जीवनमा, अर्थात् मेरो जातिमा अर्थात् क्रिस्चियनिटीमा त्यो खालको कुनै न कुनै विपत्ति भोग्नुपर्छ। अनि त्यो नहोस्, त्यस्तो नहोस् भनेर चाहिँ मैले सोचेको थिएँ। तर किनभने अब मान्छे त्यसरी परमेश्वरको विरुद्धमा उठेपछि मैले नहोस् भनेर हुँदैन, किनभने परमेश्वरले जान्नुहुन्छ होइन। अनि कुनै न कुनै बुद्धिस्ट दाजुभाइहरूले ल है बुद्ध भगवान्ले यसो भन्नुभएको छ अनि यो यति हदसम्म चाहिँ क्रिस्चियनले पनि मान्नुपर्छ है, बुद्धले भनेको कुराहरू शिक्षाहरू त्यति नराम्रो छैन भन्ने सुसन्देश ल्यायो भने मैले पनि अब हदसम्म कतिसम्म चाहिँ त्यो मान्नै पर्छ। किनभने बुद्धको नि शिक्षाहरू कस्तो भन्दाखेरि मान्छेलाई एउटा सामाजिक शिक्षा दिनुभएको छ। त्यो चाहिँ हाम्रो सामाजिक शिक्षा हो। जस्तै नानीहरू स्कुल जान्छन्, स्कुल गएर सबै सब्जेक्टहरू पढ्छन्, तर धर्म, हिन्दू धर्म, बुद्धिस्ट धर्म भयो अनि कुनै पनि धर्म भयो, त्यो चाहिँ एउटा सामाजिक शिक्षा जस्तै हो, घरेलु घरबाट दिने शिक्षा जस्तै हो त्यो चाहिँ। तर यो प्रभु येशू ख्रीष्टको, परमेश्वरको, सृष्टिकर्ताको, पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्माको कुराहरू भनेको चाहिँ एउटा स्कुलको शिक्षा जस्तै हो। त्यो चाहिँ सामाजिक शिक्षा मात्रै नभएर, घरेलु शिक्षा मात्रै नभएर, त्यो चाहिँ एउटा स्वर्गीय शिक्षा हो है। सारा ब्रह्माण्ड बनाउनु भएको छ नि त, यो पृथ्वी मात्रै होइन नि त बनाउनु भएको, आकाशमण्डल, तारामण्डल, सबै ग्रह नक्षत्र बनाउनु भएको छ। त्यस कारणले प्रभुको विरुद्धमा चाहिँ हामीले कहिले पनि खडा हुनु हुँदैन। त्यो मक गरे जस्तै हुन्छ अनि त्यसको परिणाम चाहिँ राम्रो हुँदैन है। प्रभुको विरुद्धमा को खडा हुन सक्छ भनेको छ, जो खडा हुन्छ अनि त्यो त चकनाचुर हुन्छ भनेको छ। त्यसो गर्नु हुँदैन है। कतिपय दाजुभाइ दिदीबहिनीहरूले त्यसरी सुसन्देश सुनाउँदाखेरि चुरोट खाँदै बङ बङ तमासा देखाइरहेको हुन्छ, रक्सीहरू खाएर। अनि कसैलाई सुसमाचार सुनाउँदाखेरि छाडा बोलेर के भनिरहेको हुन्छ। एक दिन त भन्ला, त्यो दिन त भन्ला, एकदेखि भन्ला, त्यहाँदेखि पछि त्यसको परिणाम चाहिँ मैले भोगेको छु, टेस्ट गरेको छु। त्यस कारणले मैले अरूलाई शिक्षा दिनुपर्छ है। एउटा नरकको पीडा भन्दा चाहिँ खतरा मान्छेको जीवनमा भोगेर मर्नुपर्छ। प्रभुको विरुद्धमा गरेको पापहरू चाहिँ खतरनाक हुन्छ। अरूको विरुद्धमा संसार आफैले जानी नजानी गरेको गल्ती, भुल त्रुटिहरू होइन, कति पापहरू प्रभुको विरुद्धमा गरिएको, बोलिएको कुराहरूले चाहिँ सारा नराम्रो गरी क्षति, विपत्ति भोग्नुपर्छ। कस्तो मलाई एउटा रोगले चाप्यो होइन, अनि त्यो रोग चाहिँ मैले के भनेको छु भन्दाखेरि मेरो घोर शत्रु, संसारमा भएको मेरो घोर शत्रु, मलाई मार्ने नै, मेरो बुढी नै लाने होस्, मेरो छोराछोरी मार्ने होस्, मेरो बाबा मार्ने होस्, मलाई नै मार्ने, त्यो शत्रुलाई पनि कहिले पनि त्यो रोग नलागोस् भनेर मैले यसरी प्रार्थना गरेको छु क्या, यसरी वचन दिएको छु। त्यो रोग चाहिँ त्यस्तो शत्रुलाई पनि नलागोस् है, त्यस्तो रोग
बरु एड्स लागोस्, यौन रोग लागोस्, क्यान्सर लागोस्, के लागोस् म जान्दिनँ होइन, तर मलाई जस्तो मेरो जस्तो बिमार चाहिँ कसैलाई नहोस्, मेरै शत्रुलाई पनि नहोस् भनेको छु भने सकिगयो नि। प्रभुको विरुद्धमा बोलिएको गरिएको कुराले चाहिँ है कस्तो ताडना भोग्नुपर्छ भन्दाखेरि त्यो बोल्ने, त्यो प्रभुलाई मग गर्ने अर्थात् प्रभुको विरुद्धमा कुनै पनि कुरो गरेर प्रभुको विरुद्धमा खडा हुने मान्छेको त जीवन त नि पछि पछि पो देख्छ त, पछि भोग्नुपर्छ। त्यतिखेरै त त्यो परिणाम देख्दैन, पछि भोग्नुपर्छ। अनि त्यस कारणले चाहिँ त्यो नरकको एउटा दण्डभन्दा खतरा हुन्छ। त्यसै कारणले मेरो शत्रुलाई पनि त्यो रोग, त्यो बिमार नलागोस् भनेर मैले प्रार्थना गरेको छु है। त्यही भएर क्रिस्चियनले, यो प्रभुको जनहरूले, क्रिस्चियनहरूले कुनै सुसन्देशहरू सुनायो, प्रभु येशू ख्रीष्टको, जिजसको बारेमा सुनायो भनेर रिसाउनु स्वाभाविक हो, तर रिसाएर चाहिँ त्यसको विरुद्धमा काम गर्न थाल्नु, बोल्नु थाल्नु चाहिँ एकदम त्यसको नतिजा चाहिँ एकदम घनघोर, एकदम खतरा हुन्छ। अहिले जति पनि नेपालमा अर्थात् इन्डियामा जहीँ होस्, प्रभुको विरुद्धमा बोल्ने त्यो अभियन्ताहरू छ नि, अभियन्ताहरू जति पनि राष्ट्रपतिहरू के भनाउँदाहरू छन् नि, कुनै पनि जेल नपरेको, कुनै पनि काण्ड नपरेको हुँदैन उनीहरू। किनभने प्रभुको विरुद्धमा खडा हुनु नै, प्रभुलाई दोष लाउनु नै उनीहरू दोषी ठहरिनु हो है। अब जस्तै रवि लामेछानेज्यूलाई हेर्नुहोस्, कुनै कहाँ पर्चा बाँड्दै गर्दाखेरि त्यसको विरुद्धमा अलिकति भन्दा धेर थोर बोल्नु भएको थियो, उहाँलाई त्यही भइगयो। अनि एउटा कुनै के लक्ष्मी प्रसाद के भन्नु, दुर्गा परसाई होइन, दुर्गा परसाईले पनि येशू प्रभुको विरुद्धमा बोलिरहनु भएको थियो होइन, क्रिस्चियनको विरुद्धमा। उहाँ पनि कतिचोटि जेल पर्नुभयो। त्यसरी अरू हेर्नुहोस्, अरूको जीवनमा पनि उनीहरू पनि राम्रो, उनीहरूको जीवनमा राम्रो भएको छैन, भलाइ भएको छैन। किनभने प्रभुको जनलाई, प्रभुलाई दोष लाउनु नै उनीहरू दोषी ठहरिनु हो है। र कतिपय मैले पनि प्रभुको विरुद्धमा बोल्दाखेरि गर्दाखेरि मलाई पनि धेरै त्यस्तो कुराहरू आइपरेको छ। मेरो त जीवनै धुजा भएको छ है, कतिचोटि अपरेसन गरेर जिउनु परेको छ। प्रभुको विरुद्धमा जब मान्छे खडा हुन्छ, त्यसरी बाइबलमै हेर्नु भने पनि जुन पावल भन्ने व्यक्ति, सावल थियो, पावल भन्ने व्यक्तिको होइन, त्यो सावलको जीवन हेऱ्यो भने पछिको जीवन उसको धुजा भएको छ, उसको जीवनमा काँडा दिएको छ भन्छ उसलाई त झन् खिल। मलाई पनि त्यस्तै परेको थियो। साँच्चै भन्दाखेरि सावल र मेरो जीवन उस्तै थियो, पावल र मेरो जीवन झन् उस्तै हो वास्तवमा भने है। उहिले मैले त्यसरी नै क्रिस्चियनहरूलाई सताउँथेँ। अहिले अरूले के बोल्छ प्रभु येशू ख्रीष्ट, जिजसको बारेमा भन्दाखेरि उनीहरूले चाहिँ हल्का छाडा बोलेर छोडिदिन्छ, तर मैले जस्तो विरोध त कसले गर्यो होला। त्यसै कारणले प्रभुको विरुद्धमा है सुसमाचार सुनाउँदाखेरि के भन्दाखेरि त्यो चुरोट खाएर देखाउने होइन, रक्सी खाएर देखाउने, ट्याटु हान्ने, अनि के गर्ने, प्रभुको विरुद्धमा बोल्ने, के गर्ने गर्छ नि, त्यो भनेको म गर्नु, परमेश्वरको विरुद्धमा खडा हुनु। अनि त्यसको परिणाम चाहिँ के हो यस्तो, एउटा इनोसेन्ट व्यक्ति, आफ्नै इनोसेन्ट व्यक्ति, आफै पनि इनोसेन्टै हो नि, हो त्यसरी इनोसेन्ट माथि त्यस्तो विपत्ति आइपर्छ। अब यो बुद्धिस्ट लामा दाजुभाइहरू कति इनोसेन्टली मर्नु पर्यो है, उनीहरू निर्दोषतामै उहाँहरू मर्नु पर्यो। हेर्नु त अब कसरी मर्नु भयो, किनभने अरूले विरोध गरेको कारणले इनोसेन्ट माथि त्यसरी विपत्ति आइपर्छ। अरूले विरोध गर्यो नि त, प्रभुको विरोध गरेको कारणले निर्दोषहरू निर्दोषतामा मर्नुपर्छ, त्यसरी आफ्नै मान्छे है। त्यसो गर्नु हुँदैन, म गर्नु हुँदैन कहिले पनि, किनभने मलाई थाहा छ मैले यो शिक्षा ल्याएको। थाहा नहुनेहरूले गर्दाखेरि नै त्यसरी निर्दोष मान्छेहरू एउटा शान्तिको र्याली गरिरहेको ठाउँमा उनीहरू मर्नु पर्यो, उनीहरूको कारणले होइन। र उनीहरू सोझो हो, सिधा हो, उनीहरू शान्तिमा जिउने व्यक्तिहरू। खास गरी भन्नुपर्दाखेरि बलिदान, उहाँहरू चाहिँ बलिदान हुनुभएको, आफ्नो धर्मका, आफ्नो आस्था राखेका आफ्ना जनहरूको निम्ति उहाँहरू बलि हुनुभयो। खास गरी यो बलि हो, बलिदान हो, उहाँहरूले बलिदान दिनुभएको। त्यस्तो गर्नु हुँदैन, अशान्ति फैलाउनु हुँदैन है। प्रभुको विरुद्धमा कोही नजानु है। प्रभुको सुसमाचार सुनाउँदाखेरि प्रभुको सुसमाचारको विरुद्धमा कोही पनि खडा नहुनु, त्यसको परिणाम, त्यसको विपत्ति भोग्नुपर्छ भनेर उहाँहरूले एउटा बलि दिनुभएको। खासमा यसको अर्थ चाहिँ यो हो, प्रभुको विरुद्धमा कहिले खडा नहुनु, अशान्ति नफैलाउनु, कहिले पनि अशान्ति नगर्नु है, पवित्र आत्माले भनेको कुराहरू मान्नु। यो शान्तिको र्याली हो, एउटा शान्तिपूर्ण, एउटा बुद्ध धर्मावलम्बीहरूले एउटा शान्तिमा जिउनुपर्छ भनेर एउटा शान्तिको र्याली गरेर यसरी बलि हुनुभयो। यो बलि हो एउटा, थाहा छ, यो जानेर बलि हुन्छ, कोही अन्जानमा बलि हुन्छ, अनि यो चाहिँ बलिदान हो। यो कुनै भाकल बलि कस्तो हुन्छ भन्दाखेरि जानी त्यो बलिदान चढाउनु पर्ने हुन्छ, तर कुनै बलिदान यो प्रकारले इनोसेन्टली यसरी बलिदान हुनुपर्छ। अनि यसको अर्थ चाहिँ यो हो कि परमेश्वरको विरुद्धमा कोही खडा नहुनु, अशान्ति नगर्नु है। बुद्ध मान्ने हाम्रा बुद्धका जनहरू भनेर चाहिँ एउटा सन्देश छोड्नु भएको उहाँहरूले। र त्यसै कारणले प्रभुको विरुद्धमा कहिले कोही खडा नहुनु, अशान्ति नफैलाउनु, अशान्ति नगर्नु। प्रभुको जनहरूले जिजस क्राइस्टको बारेमा केही सुनाउँदैछ भने
बरु नसुन्नु, रिस उठ्छ भने या मन पर्दैन, विश्वास लाग्दैन, इच्छा लाग्दैन भने नसुन्नु, स्किप गरिदिनु सक्यो। तर प्रभुको विरुद्धमा खडा हुनु चाहिँ राम्रो होइन। यसले यसो भनेको त्यसको छेउमा म चुरोट खाइदिन्छु भनेर, यसको छेउमा म रक्सी खाइदिन्छु भनेर त्यो विरोध गर्नु, यसको छेउमा म ट्याटु हानिदिन्छु, यसलाई त यस्तो गरेर देखाइदिन्छु भनेर अनेक प्रकारको प्रभुको विरुद्धमा त्यस्तो कुनै पनि षड्यन्त्र रच्यो भने, अर्थात् त्यस्तो एउटा क्रेजी कुराहरू गर्यो भने चाहिँ त्यो खालको विपत्ति आइपर्छ। त्यसै कारणले शान्तिमा जिउनु, शान्तिमा रहनु, जहिले शान्तिको सुसन्देश सुन्ने गर्नु, है, सुन्ने गर्नु, बुझ्ने गर्नु, खोज्नु, शान्ति खोज्नु, है। शान्ति खोज्नु भन्दाखेरि त्यसरी काल नखोज्नु, है। उहाँहरू पनि एउटा धर्मगुरुहरू हुनुहुन्छ, तर उहाँहरूले पनि एउटा काल खोजे जस्तै भयो, है, एक प्रकारले भन्नुपर्दाखेरि चाहिँ। र त्यो कुराले धेरै सन्देश दिन्छ, त्यसरी गर्नु हुँदैन है भनेर अरूलाई जनाइराख्यो धेरैको जीवन सेभ गर्नुको लागि, है। शान्ति खोज्नुपर्छ, है। सत्य बाटो, सत्य र जीवन, उद्धार र मुक्ति हामीले खोज्नुपर्छ, पाउनुपर्छ, है। नत्र भने संसारमा शान्ति छैन। प्रभु येशूमा बाहेक अरू कहीँ शान्ति छैन। म आएर मैले प्रभु येशू ख्रिस्टलाई मैले 2012 मा ग्रहण गरेर त्यहाँदेखि मात्र मैले सत्य थाहा गरेर सत्यले म स्वतन्त्र भएको, नत्र भने म बुद्धिस्ट र हिन्दू ब्याकग्राउन्डबाट आएको व्यक्ति हुँ म। र मैले सत्य थाहा गरेँ, सत्यलाई पाएँ, बाटो, सत्य र जीवन पाएँ। र त्यस अर्थ मैले साँचो र सत्य प्रभुलाई र प्रभुको वचन चाहिँ म अर्को पालि ल्याउने छु, है। सबैलाई परमेश्वरले शान्तिमा राखुन्। यिनीहरूलाई, उहाँहरूलाई श्राद्धाञ्जली भन्न चाहन्छु। र सबै माझमा म कुनै दिन प्रभुको वचन, शान्तिपूर्ण वचन लिएर आउनेछु। सबैको आत्मालाई शान्ति मिलोस्, है भन्दै